अब राजधानी पढौं भाग्य चम्काउँ राजधानी राष्ट्रिय दैनिक पत्रिकाको 50 लाखको ग्राहक योजना अन्तर्गतको अर्को विशेष एपिसोडमा आज पनि उपस्थित भइसकेका छौं। समाचार पढ्दै उपहार जित्ने अवसर तपाई पनि नगुमाउनुहोस् र आज 12औं सातासम्म हामी आइपुगेका छौं। अब ढिलो नगरिकन आजको 12औं सातामा हामीसँग को हुनुहुन्छ विशेष गेस्ट उहाँको परिचयतर्फ यहाँहरूलाई लिएर जान चाहन्छु। खास गरी केशवराज पौडेल आज हाम्रो स्टुडियोमा हुनुहुन्छ। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका कोषाध्यक्ष हुनुहुन्छ। उहाँ पूर्व राजधानी कर्मी पनि हुनुहुन्छ। उहाँलाई स्वागत गरौँ। त्यसपछि क्रमशः हामी उहाँसँग कुराकानी पनि गर्नेछौँ र आजका हाम्रा 20 जना भाग्यशाली ग्राहकहरूलाई छनौट पनि गर्नेछौँ साप्ताहिक उपहार अन्तर्गत। केशवराज सर स्वागत छ कार्यक्रममा। धन्यवाद हजुर। आराम हुनुहुन्छ? आराम छ सर। अब सबैभन्दा पहिले त तपाईले राजधानी राष्ट्रिय दैनिकको यो क्याम्पेनलाई बाहिर बसेर कसरी निहालिरहनु भएको छ? वास्तवमा यो कोरोनाको समय पछाडि जुन आर्थिक मन्दी छ, आर्थिक मन्दीको प्रत्यक्ष चपेटामा चाहिँ विशेषतः छापा माध्यम परिरहेको छ। त्यसले गर्दा ग्राहकको घर घरमा पत्रिका पुर्याउनु समस्या परिरहेको छ र ग्राहकका सङ्ख्या कमी आइरहेको छ। अहिले डिजिटल प्लेटफर्म अहिले आफ्नो मोबाइलमै सबै कुरा हेर्न पाउने भएपछि मान्छेले पत्र पत्रिकालाई चाहिँ अलि कम चासो दिइरहेको सन्दर्भमा यो राजधानी दैनिकले जुन ग्राहक योजना ल्यायो त्यस पछाडि चाहिँ यसको ग्राहक बढ्ने दर बढेको छ र मान्छेहरूमा चाहिँ यो एकातिर पुरस्कारको कुरा पनि छ भने चाहिँ अर्को यसले चाहिँ पठन जुन हाम्रो चाहिँ पठन शैलीको विकास गराउनका निमित्त यसले सहयोग पुर्याइरहेको छ जस्तो लाग्छ। ठिक छ। अब तपाईँसँग क्रमशः हामी तपाईँको अनुभवबारे पनि हामी केही कुराहरू सुन्नेछौँ, किनभने तपाईँ पूर्व राजधानी कर्मी पनि हो, यसमा जोडिएर काम पनि गर्नुभएको छ। अब हामी आजको पहिलो भाग्यशाली छनौटतर्फ लागौँ। खास गरी 20 जनालाई नगद 5,000 का दरले आज हामी प्रदान गर्नेछौँ। 12औं सातामा हामी आइपुगेका छौँ। दर्शक महानुभावहरू, केशवराज सर तपाईँबाट सुरुवात गरौँ। आज अलि मजाले चलाउनुहोस्। आजको पहिलो भाग्यशाली छनौट गरौँ। दर्शक महानुभावहरू, यस क्याम्पेनको 12औं सातामा हामी आइपुगेका छौँ। 20 जनालाई नगद 5,000 को दरले आज पनि प्रदान गर्नेछौँ। र आजको पहिलो भाग्यशाली को हुनुहुन्छ? केशवराज सरको हातमा आइसकेको छ अर्धकट्टी र यहाँ लेखिएको छ ग्लोबल भनेर मात्रै लेखिएको छ। यसलाई क्लोज गरिदिनु होला, स्क्रिनमा देखाइदिनु होला। क्यामेराम्यान साथीहरूलाई अनुरोध गर्न चाहन्छु। ग्लोबल भनेर लेखिएको छ, ठेगाना उल्लेख छैन, मोबाइल नम्बर पनि छैन र भाउचर नम्बर रहेको छ 91545 अर्थात् 91545। यो भाउचर नम्बर रहेको छ। आजको पहिलो भाग्यशाली धेरै धेरै बधाई दिन चाहन्छौँ राजधानी राष्ट्रिय दैनिकको तर्फबाट। त्यसै गरी आजको अर्को भाग्यशाली अर्थात् दोस्रो भाग्यशालीतर्फ लागौँ। नाम ठेगाना मोबाइल नम्बर केही पनि उल्लेख छैन, खाली छ र भाउचर नम्बर रहेको छ 16077 अर्थात् 16077। यो भाउचर नम्बर रहेको छ। नाम ठेगाना यहाँ उल्लेख छैन, हेर्नुहोला। र यो भाउचर नम्बर यसको अर्धकट्टी तपाईँको हातमा छ भने नगद 5,000 रुपैयाँ तपाईँले राजधानी राष्ट्रिय दैनिकको तर्फबाट जितिसक्नु भएको छ। यहाँलाई धेरै धेरै बधाई दिन चाहन्छौँ। आजको दोस्रो भाग्यशाली केशवराज सर, आजको तेस्रो भाग्यशाली छनौट गरौँ। आज अलिकति बढी पनि देखिरहेको छु मैले अर्धकट्टी, होइन त? र यो पनि खाली छ। नाम ठेगाना मोबाइल नम्बर केही पनि उल्लेख छैन, भाउचर नम्बर रहेको छ 12262 अर्थात् 12262। यो भाउचर नम्बर रहेको छ। भाउचर नम्बर हेर्नु होला। नाम ठेगाना यहाँ उल्लेख छैन। हामी फेरि पनि यहाँहरूलाई अनुरोध गर्न चाहन्छौँ कि तपाईँहरूले नाम ठेगाना स्पष्ट रूपमा यो अर्धकट्टीमा लेखिदिनु भयो भने थप बुझ्नको लागि सजिलो हुन्छ। कुन ग्राहकले नगद प्राप्त गर्नुभयो, उपहार जित्नुभयो, भाग्यशाली बन्नुभयो भन्ने कुरा अन्य टेलिभिजन हेरिरहनुभएका दर्शकहरू पनि जानकारी पाउनुहुन्छ। यद्यपि तपाईँले आफ्नो हातमा यो नम्बरको भाउचर अर्धकट्टी तपाईँसँग छ भने तपाईँले नगद 5,000 रुपैयाँ जितिसक्नु भएको छ। 12262 आजको अर्को भाग्यशाली, तेस्रो भाग्यशाली हुनुहुन्छ। अब आजको चौथो भाग्यशालीतर्फ लागौँ। र यो पनि खाली छ। लगातार खाली 3वटा खाली परेको छ र भाउचर नम्बर रहेको छ 176330 अर्थात्
176330 यो भाउचर नम्बर रहेको छ। हामी यो भाउचर नम्बर रन हुने जोसँग छ उहाँलाई हामी धेरै धेरै बधाई दिन चाहन्छौँ। आजको अर्को भाग्यशाली ग्राहक हुनुहुन्छ। भाउचर नम्बरलाई पनि हामीले मान्यता दिन्छौँ। यद्यपि यसलाई भेरिफाई गर्नको लागि तपाईँका आधिकारिक कागजातहरू डकुमेन्ट्सहरू त्यसको केही प्रमाणपत्रहरू ल्याएर तपाईँ उपस्थित हुनुपर्नेछ राजधानी राष्ट्रिय दैनिकको कार्यालयमा। र अब आजको पाँचौँ भाग्यशालीतर्फ लागौँ। र यो पनि खाली छ। आदरणीय दर्शक महानुभावहरू हेर्नुहोला, यो पनि खाली छ। र लगातार हामीले बारम्बार यहाँलाई भनि पनि रहेका छौँ कि कृपया यदि तपाईँले पत्रिका विक्रेता कहाँ गएर पत्रिका खरिद गर्नुहुन्छ भने र जब तपाईँले यो भाउचर प्राप्त गर्नुहुन्छ भने त्यहाँ आफ्नो नाम ठेगाना स्पष्ट रूपमा लेखेर यसको अर्धकट्टी विक्रेतालाई बुझाउनु होला भनेर हामीले भनिरहेका छौँ। र यो अर्धकट्टी जुन मेरो हातमा प्राप्त परेको छ भाउचर नम्बर रहेको छ 13428 अर्थात् 13428 यो भाउचर नम्बर रहेको छ। भाउचर नम्बर हेर्नुहोला। धेरै धेरै बधाई दिन चाहन्छौँ। आजको अर्को भाग्यशाली आजको छैठौँ भाग्यशाली र यो पनि खाली छ। दर्शक महानुभावहरू यो पनि खाली छ, हेर्नुहोला। र भाउचर नम्बर रहेको छ 23856 अर्थात् 2385 यो भाउचर नम्बर जोसँग छ उहाँले नगद 5000 रुपैयाँ प्राप्त गरिसक्नु भएको छ। तपाईँ हेर्नुहोला, टेलिभिजन मार्फत तपाईँले हेरिरहनु भएको छ भने तपाईँको नगद 5000 रुपैयाँ जित्ने भाग्य खुलिसकेको छ। यो भाउचर नम्बर तपाईँले हेर्नुहोला 23856 2385। धेरै धेरै बधाई दिन चाहन्छौँ राजधानी राष्ट्रिय दैनिकको तर्फबाट। र आजको सातौँ भाग्यशालीतर्फ लागौँ। अब हामी केशव सुराज सर तपाईँले नै देखाइदिनुहोस्, एउटा निकाल्नुहोस्। दुईटा परेको छ, त्यो दुईटैलाई यता राख्नुहोस्। अब राम्रोसँग चलाउनुहोस्। एउटा मात्र निकाल्नुहोस् र हाम्रा दर्शकहरूलाई देखाउनुहोस् स्क्रिनमा। र यो पनि खाली परेको छ। यहाँ पनि लोगो पनि छैन, नाम ठेगाना मोबाइल नम्बर केही पनि उल्लेख छैन। र यो भाउचर नम्बर रहेको छ 61352 अर्थात् 61352 यो भाउचर नम्बर रहेको छ। हामी धेरै धेरै बधाई दिन चाहन्छौँ यो भाउचर नम्बर जोसँग छ। र धेरैजना ग्राहकहरूले आफ्नो नाम यस अर्थमा पनि खुलाउन चाहनुहुन्न कि कतिपय अवस्थामा उहाँहरूलाई गोपनीयताको पनि चाहिँ नि अलिकति त्यो डर भनौँ अथवा डर त के हुन्थ्यो, तर पनि उहाँहरूले स्वस्फूर्त रूपमा खुलाउन चाहनुहुन्न। त्यसकारण पनि चाहिँ नि उहाँहरूले नलेखेको पनि हुन सक्दछ। यद्यपि हामी आग्रह गर्न चाहन्छौँ कि तपाईँ राजधानी राष्ट्रिय दैनिक पत्रिका खरिद गरिरहनु भएको छ र विक्रेतालाई तपाईँले यो भाउचर दिइरहनु भएको छ भने त्यहाँ आफ्नो नाम ठेगाना तपाईँले लेख्नु भएको छ कि छैन एकपटक तपाईँले स्पष्ट रूपमा त्यो बुझ्नु होला। र विक्रेताहरूलाई पनि हामी भन्न चाहन्छौँ, ग्राहकहरू जसले खरिद गर्नुहुन्छ उहाँहरूले तपाईँको पसलबाट पत्रिका खरिद गरिरहँदा तपाईँलाई दिइरहेको अर्धकट्टीमा नाम ठेगाना उहाँले लेख्नु भयो कि भएन, भर्नु भयो कि भएन, एकपटक त्यसलाई पनि तपाईँहरूले मेक स्योर गरिदिनु होला। हामी यो अनुरोध गर्न चाहन्छौँ। यो भाउचर नम्बर रहेको छ 61352 अर्थात् 613552 यो भाउचर नम्बर रहेको छ। धेरै धेरै बधाई दिन चाहन्छौँ। केशव राज सर अलिकति मजाले चलाउँ यसलाई। अब आजको अर्को भाग्यशाली र यो पनि खाली परेको छ। दर्शक महानुभावहरू आज अलिकति अचम्मै भइरहेको छ, खाली परेको छ। र भाउचर नम्बर रहेको छ 169156 अर्थात् 169156 यो भाउचर नम्बर रहेको छ। हामी धेरै धेरै बधाई दिन चाहन्छौँ आजको अर्को भाग्यशाली ग्राहकहरूलाई। केशवराज सर मजाले चलाउँ। दर्शक महानुभावहरू 12औं सातामा हामी आइपुगेका छौँ राजधानी राष्ट्रिय दैनिक पत्रिकाको 12औं सातामा, जस अन्तर्गत हामी साप्ताहिक उपहार यहाँहरू समक्ष प्रस्तुत गरिरहेका छौँ। र यो पनि खाली छ।
र अर्को तपाईँले भाउचर नम्बर तपाईँले भनिदिनु होला केशवराज सर। 176319 176319 176319 यो भाउचर नम्बर रहेको छ। जसको हातमा यो भाउचर नम्बर छ उहाँले नगद 5000 रुपैयाँ प्राप्त गरिसक्नु भएको छ राजधानी राष्ट्रिय दैनिकको तर्फबाट। यसलाई राखिदिनु होला। केशवराज सर कस्तो लागिरहेको छ? अब यो साथीहरूले जुन नाम लेख्नु भएन उहाँहरूले नाम लेखिदिनु भयो भने चाहिँ कम्तीमा स्योर हुन्थ्यो, कुन ठाउँको भन्ने थाहा हुन्थ्यो। त्यसले गर्दा चाहिँ अरू ग्राहक बन्ने मान्छेहरूलाई पनि प्रेरणा हुन्थ्यो। र यदि तपाईँहरू फेरि ग्राहक बन्दै हुनुहुन्छ भनेदेखि चाहिँ कृपया आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर स्पष्टसँग राखिदिनु भयो भनेदेखि अझ हामीले जुन उद्देश्यले यो लकी ड्र गर्दैछौँ र हाम्रो ग्राहक योजना अगाडि बढाएका छौँ त्यसलाई अझ सहयोग पुग्थ्यो जस्तो लाग्छ। धेरै ग्राहकहरूमाझ यो योजना पुगोस् भन्नका लागि पनि त्यसले टेवा पुग्थ्यो होइन? हजुर। र एक प्रकारको चाहिँ नि भनौँ न कसलाई पर्यो भन्ने किसिमको जानकारी पनि आम जनमानसमा पनि जान्थ्यो। त्यसले पनि अझ बढी यो यसप्रतिको विश्वास अझ बढाउँथ्यो होइन? खैर ठिक छ, आजको अर्को भाग्यशालीतर्फ लागौँ। यहाँले छनौट गर्नु होला। आज धेरै नै छ हाम्रो स्टुडियोमा आइपुगेको अर्धकट्टी र यो आजको अर्को भाग्यशाली हुनुहुन्छ पार्श्व मिडिया। हेर्नुहोला स्क्रिनमा, पार्श्व मिडियालाई गएको छ नगद 5000 राजधानी राष्ट्रिय दैनिकको तर्फबाट र भाउचर नम्बर रहेको छ 64921 अर्थात् 64921। पार्श्व मिडिया हामी धेरै धेरै बधाई दिन चाहन्छौँ। राजधानी राष्ट्रिय दैनिकको तर्फबाट नगद 5000 रुपैयाँ जितिसक्नु भएको छ 12औं सातामा पनि। दर्शक महानुभावहरू, अब आजको अर्को भाग्यशालीतर्फ लागौँ। हरि चापागाई, उहाँ चितवनबाट हुनुहुन्छ। मोबाइल नम्बर पनि यहाँ उल्लेख गरिएको छ। हरि चापागाई, धेरै धेरै बधाई दिन चाहन्छौँ चितवनबाट र उहाँको भाउचर नम्बर रहेको छ 63293 अर्थात् 63293। यो भाउचर नम्बर रहेको छ। हरि चापागाईजी, यहाँलाई धेरै धेरै बधाई दिन चाहन्छौँ। राजधानी राष्ट्रिय दैनिकको तर्फबाट नगद 5000 रुपैयाँ जितिसक्नु भएको छ। अब आजको अर्को भाग्यशाली तारा बहादुर विक, उहाँ भक्तपुरबाट हुनुहुन्छ। तारा बहादुर विक र उहाँको भाउचर नम्बर रहेको छ 3952 अर्थात् 3952। यो भाउचर नम्बर रहेको छ। तारा बहादुर विकजीलाई हामी धेरै धेरै बधाई दिन चाहन्छौँ आजको अर्को भाग्यशाली छनौट हुनुभएको भए। दर्शक महानुभावहरू, तपाईँहरू पनि कसरी सहभागी हुने भन्ने यदि सोचिरहनु भएको छ भने पुरा सिम्पल छ। एउटा पत्रिका तपाईँले खरिद गर्नुपर्ने हुन्छ नगद 50 रुपैयाँमा। नजिकको पत्रिका विक्रेता कहाँ जाने र त्यस पछाडि तपाईँले पत्रिका खरिद गर्नुभयो भने एउटा पत्रिका खरिद गर्दा पनि तपाईँ यस क्याम्पेनमा सहभागी हुन सक्नुहुन्छ। र यो आजको अर्को भाग्यशाली यहाँ जसको नाम छैन, ठेगाना छैन र भाउचर नम्बर रहेको छ 176654 अर्थात् 176654। यो भाउचर नम्बर रहेको छ। हामी धेरै धेरै बधाई दिन चाहन्छौँ आजको अर्को भाग्यशाली। केशव सर, अब तपाईँको तर्फबाट 13औं भाग्यशाली 14औं भाग्यशाली, माफ गर्नुहोला, आजको 14औं भाग्यशाली हामी छनौट गर्दैछौँ र केशवराज सरको हातमा आइसकेको छ। सुभद्रा धिताल, उहाँ कपनबाट हुनुहुन्छ। आजको अर्को भाग्यशाली सुभद्रा धिताल कपनबाट र भाउचर नम्बर रहेको छ 93571 अर्थात् 93571। यो भाउचर नम्बर रहेको छ। हामी सुभद्रा धितालजी तपाईँलाई धेरै धेरै बधाई दिन चाहन्छौँ र धन्यवाद पनि दिन चाहन्छौँ। राजधानी राष्ट्रिय दैनिकको यस क्याम्पेनमा तपाईँ जोडिनु भयो र तपाईँले नगद प्राप्त पनि गर्नुभएको छ। यसर्थ यहाँलाई धेरै धेरै बधाई छ राजधानी परिवारको तर्फबाट। अब आजको 15औं भाग्यशाली केशवराज सर, तपाईँको हातबाट छनौट गरौँ।
कारोबार मिडियालाई गएको छ र भाउचर नम्बर रहेको छ 54441 अर्थात् 54441 यो भाउचर नम्बर रहेको छ र कारोबार मिडिया हामी धेरै धेरै बधाई दिन चाहन्छौँ। प्राय जसो एपिसोडहरू जब हामीले प्रस्तुत गरिरहेका छौँ 12औं सातासम्म आइपुग्दाखेरि धेरैभन्दा धेरै नगद उपहार जित्ने मध्येको एक कारोबार मिडिया पनि हो। यसर्थ हामी धेरै धेरै बधाई दिन चाहन्छौँ कारोबार मिडियालाई। 54441 यो भाउचर नम्बर रहेको छ, धेरै धेरै बधाई। केशवराज सर, अलिकति अब तपाईँको अनुभव पनि सुनौँ हामी। तपाईँ राजधानी राष्ट्रिय दैनिकमा पनि काम गर्नुभयो होइन? पहिले र अहिले के फरक पाउनु भएको छ तपाईँले पत्रिकाको सन्दर्भमा? पहिला मिडिया भनेकै पत्रिका थियो। पत्रिका र रेडियो बाहेक अरू मिडियाहरू थिएनन्। टेलिभिजनमा नेपाली टेलिभिजन मात्र थियो, अरू टेलिभिजनको खासै विकास पनि भएको थिएन र आम जनताले अझ साप्ताहिक पत्रिकाको त्यो बेला धेरै क्रेज थियो। दैनिक पत्रिकाको त क्रेज हुने नै भयो र जब यो लोकतान्त्रिक आन्दोलन भयो त्यस पछाडि चाहिँ अरू मिडियाहरू, टेलिभिजनहरू, एफएमहरू र अब अहिले पछिल्लो समय त अनलाइनको ठुलो चाहिँ क्रेज बढिरहेको छ र पहिला र अहिलेमा त आकाश जमिनको फरक छ। पहिला अब अहिले म यहाँ लाइभबाट के भन्न चाहन्छु भने खास मिडियाको पनि विश्वास गुमाउँदै गएको हो कि हामीले दिने सूचनामा क्रस भेरिफिकेसनका कुराहरू, हामीले गर्ने एकदम लाइभ गर्ने कुरा, हामीले चाहिँ के भन्छ त्यसलाई सनसनीपूर्ण समाचार दिने कुरा र कुराले चाहिँ यो पत्रकारिताप्रति मान्छेले विश्वासका एकदम गुमाइरहेको अवस्थामा छापा मिडियाले चाहिँ के गरिरहेको छ भने एउटा छापा मिडियाका कुरा चाहिँ अनुसन्धानमूलक हुन्छन्। भोलिपल्ट बिहान आउँदाखेरि धेरै यसले चाहिँ खोजपूर्ण कुराहरू गर्छन् भन्ने कुरा छ र यो मिडियाको कुरा त छापा माध्यमको कुरा गर्ने हो भने पहिला र अहिले त आकाश जमिनको फरक छ। तपाईँ राजधानी राष्ट्रिय दैनिकमा कति समय काम गर्नु? मैले करिब 10 वर्ष काम गरेँ र अहिले चाहिँ म गोर्खापत्र राष्ट्रिय दैनिकमा उपत्यका समाचारदाताको रूपमा काठमाडौँमा काम गर्छु र म छापा माध्यममै काम गरिरहँदाखेरि चाहिँ के अनुभव छ भनेदेखि जस्तो अरू अनलाइन मिडियाहरू, टेलिभिजनहरू, रेडियोहरूले ब्रोडकास्ट तत्काल गर्नुपर्छ तर एउटा अनुसन्धानमूलक समय चाहिँ हुन्छ छापा माध्यममा गर्दाखेरि। कम्तीमा आजको घटना 12 घन्टा 10 घन्टा हुन्छ नि भन्दाखेरि अलिक बढी खोजी गर्ने कुराहरू, अलिक धेरै प्रमाण जुटाउने कुराहरू, अलिक धेरै क्रस भेरिफिकेसन गर्ने कुराहरू चाहिँ छापा माध्यममा ज्यादा हुन्छ। अझ राष्ट्रिय दैनिकहरूमा चाहिँ यसको प्रयोग हुन्छ नै। ठिक छ, अब आजको 16औं भाग्यशालीतर्फ लागौँ। केशवराज सर, 20 जनालाई हामीले छनौट गर्नुपर्नेछ। यो 12औं सातामा हामी आइपुगेका छौँ। 15 जना हामीले छनौट गरिसकेका छौँ आजका भाग्यशाली। अब अन्तिम 5 जनालाई हामी छनौट गर्दैछौँ र आजको अर्को भाग्यशाली को हुनुहुन्छ? नाम, ठेगाना, मोबाइल नम्बर केही पनि छैन, सबै खाली छ र भाउचर नम्बर रहेको छ 170691 अर्थात् 170691 यो भाउचर नम्बर रहेको छ 170691। धेरै धेरै बधाई दिन चाहन्छौँ आजको 16औं भाग्यशालीलाई। र यो पनि खाली छ। नाम, ठेगाना, मोबाइल नम्बर केही पनि उल्लेख छैन र भाउचर नम्बर रहेको छ 16058 अर्थात् 16058 यो भाउचर नम्बर रहेको छ 16058। धेरै धेरै बधाई दिन चाहन्छौँ जसको हातमा यो भाउचर नम्बर छ। तपाईँले 5000 रुपैयाँ नगद जितिसक्नु भएको छ राजधानी राष्ट्रिय दैनिकको तर्फबाट। र आजको 18औं भाग्यशालीतर्फ लागौँ। ग्लोबल भनेर रहेको छ, ग्लोबल र जसको भाउचर नम्बर रहेको छ 91779 अर्थात् 91779 यो भाउचर नम्बर रहेको छ। ग्लोबल सम्भवतः यसअघि पनि 5000 रुपैयाँ यही 12औं सातामा प्राप्त गरिसकेको छ र दोस्रो पटक 5000 प्राप्त गरेर 10000 रुपैयाँ ग्लोबलले प्राप्त गरिसकेको छ यो 12औं सातामा। धेरै धेरै बधाई दिन चाहन्छौँ, दोब्बर बधाई। र अब आजको 19औं भाग्यशालीतर्फ लागौँ। र यो पनि खाली छ। आजको 19औं भाग्यशाली खाली
र भाउचर नम्बर रहेको छ 170687 अर्थात् 170687 यो भाउचर नम्बर रहेको छ 170687। धेरै धेरै बधाई दिन चाहन्छौँ जोसँग यो भाउचर नम्बर छ। नगद 5000 रुपैयाँ तपाईँले प्राप्त गरिसक्नु भएको छ। आजको 19औं भाग्यशाली। अब आजको अन्तिम भाग्यशालीतर्फ लागौँ। आदरणीय दर्शक महानुभावहरू 20 जनालाई हामीले प्रदान गर्ने हो आज, र जस अन्तर्गत आजको अन्तिम भाग्यशाली यो कारोबार मिडियालाई गएको छ। कारोबार मिडिया र भाउचर नम्बर रहेको छ 51639 अर्थात् 9163 यो भाउचर नम्बर रहेको छ 51639। कारोबार मिडियालाई पनि हामी दोब्बर बधाई दिन चाहन्छौँ। 12औं सातामा आइपुग्दा दोस्रो पटक नगद 5000 रुपैयाँ जित्न सफल भएको छ। 10,000 रुपैयाँ जितिसकेको छ कारोबार मिडियाले पनि। धेरै धेरै बधाई। र आज भाग्यशाली ग्राहक छनौट हुनुहुने 20 जनालाई हामी धेरै धेरै बधाई दिन चाहन्छौँ। राजधानी राष्ट्रिय दैनिकको तर्फबाट 12औं सातामा हामी आइपुगेका छौँ। र अब 13औं सातामा हामी मासिक उपहार र सँगसँगै साप्ताहिक उपहार पनि घोषणा गर्नेछौँ। अबको अर्को सातामा हामी 13औं सातामा प्रवेश गर्नेछौँ, जसमा हामी मासिक उपहार र सँगसँगै साप्ताहिक उपहार स्वरूप हाम्रा ग्राहकहरूलाई नगद प्रदान गर्नेछौँ। जस अन्तर्गत मासिक उपहारमा 10 जनालाई नगद 50,000 को दरले प्रदान गरिनेछ भने 20 जनालाई साप्ताहिक योजना अन्तर्गत नै नगद 5,000 को दरले प्रदान गरिनेछ। अर्को एपिसोड विशेष हुनेवाला छ। र केशव सर, समग्रमा कस्तो रह्यो तपाईँको एक्सपिरियन्स र अन्तिममा ग्राहकहरूलाई तपाईँको तर्फबाट मेसेज के छ यस क्याम्पेनलाई लिएर? सबैलाई धन्यवाद जो राजधानी दैनिकको ग्राहक बनिनु भयो। यो राजधानी दैनिकको ग्राहक बन्नु भनेको अरू छापा माध्यम पनि पढ्ने बानी लाग्नु हो। राजधानी पढ्नुहुन्छ, भोलि गोर्खापत्र पढ्नुहुन्छ, अरू पनि पढ्नुहुन्छ र यसको बजार पनि विस्तार हुनु हो। जब बजार विस्तार हुन्छ, बजार विस्तार भए पछाडि पत्रकारले पारिश्रमिक पाउने कुरा सबै कुरा सहज बन्दै जाने, सबै कुरा चाहिँ राम्रो बन्दै जान्छ। त्यस कारणले गर्दा यो झट्ट हेर्दाखेरि यो ग्राहक बन्ने, पुरस्कार जित्ने होला, तर यो चाहिँ अध्ययन गर्ने कुरा हो, समाचारको गहिराई बुझ्ने कुरा हो, विचार विमर्शबारे जानकारी लिने कुरा हो, त्यहाँ प्रकाशन भएका सूचनाहरू लिएर आफ्नो जीवनलाई बदल्न सक्ने कुराहरू हो। त्यस कारणले गर्दा यो असाध्यै राम्रो छ। र जो तपाईँहरू राजधानी दैनिकको ग्राहक बन्नुभएको छैन, आजै बन्नुहोस्, भोलि बन्नुहोस्। तपाईँको ग्राहक बनाउने साथीहरू तपाईँको टोल छिमेकमा आउनुहुन्छ, नजिकैको पत्रिका पसलमा पनि ग्राहक बन्न सक्नुहुनेछ र आफ्नो भाग्य मासिक रूपमा अथवा साप्ताहिक रूपमा सबै पुरस्कार पाउन सक्नुहुन्छ। र तपाईँहरू बन्नु भएन भने त यो पुरस्कारबाट त तपाईँहरू छुट्नुहुन्छ नि। त्यस कारणले गर्दा तपाईँहरू ग्राहक बन्नुहोस् र यो पुरस्कार पनि जित्नुहोस् र पत्रिका पनि पढ्नुहोस् भन्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। अब हामी अन्तिममा यो साप्ताहिक उपहार अन्तर्गत जति पनि बाँकी रहनु भएको छ उहाँहरूलाई मासिकमा हामी स्थानान्तरण गर्छौँ। कृपया त्यो तपाईँले मासिकका लागि हामीले राखेको यसअघिदेखि नै थापिराखेको यो हाम्रा ग्राहकहरूको भाउचरको अर्धकट्टी अब हामी बाँकी रहेको नयाँ साप्ताहिकको अर्धकट्टीलाई पनि यसैमा मिसाउनेछौँ, ताकि अर्को साता हामी यही मार्फत 10 जनालाई नगद 50,000 को दरले प्रदान गर्नेछौँ र 20 जनालाई नगद 5,000 को दरले प्रदान गर्नेछौँ। मासिक र साप्ताहिक अर्को साता विशेष रहनेछ दर्शकहरू। अर्को आइतबार 4 बजे हामी दिउँसो प्रस्तुत हुनेछौँ यहाँहरूमाझ प्रत्यक्ष रूपमा न्युज 24 टेलिभिजन मार्फत। हेर्न नछुटाउनुहोला र तबसम्म तपाईँहरूले नजिकको पत्रिका विक्रेता कहाँ गएर राजधानी राष्ट्रिय दैनिक पत्रिका खरिद गर्ने र यस क्याम्पेनमा जोडिनको लागि भाउचर भर्ने र भाउचरमा आफ्नो नाम ठेगाना स्पष्ट रूपमा लेख्ने त्यो गर्नुहोला। हामी अनुरोध गर्न चाहन्छौँ राजधानी राष्ट्रिय दैनिक पत्रिका खरिद गर्नुहोस् र सँगसँगै आफ्नो भाग्य चम्काउने मौका तपाईँहरूले नगुमाउनुहोला। हामीले बारम्बार यहाँहरूलाई भनिरहेका छौँ। र अब यो बाँकी रहेको हामीले थातिराखेको अहिलेसम्मको एपिसोडको थातिराखेको अर्धकट्टीहरू हो। यसबाट हामी मासिक उपहार स्वरूप 10 जनालाई प्रदान गर्नेछौँ अर्को साता र सँगसँगै 20 जनालाई नगद 5,000 का दरले प्रदान गर्नेछौँ। मैले भनिसकेँ अर्को साता विशेष रहनेवाला छ। र आजको कार्यक्रममा हामीसँग जोडिनुभएका केशवराज पौडेल सर जो नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका कोषाध्यक्ष हुनुहुन्छ र उहाँ पूर्व राजधानी कर्मी पनि हुनुहुन्छ। उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। राजधानी राष्ट्रिय दैनिक पत्रिका खरिद गर्नुहोस् र आफ्नो भाग्य चम्काउनुहोस् भन्दै यो 12औं साताबाट बिदा हुन्छौँ। नमस्कार।